गेन गर्ने छिटो डेभलप हुने काम गर्दछ। गुलिको काम भनेको कुखुरालाई स्ट्रेस नहोस्, कुखुरालाई भनेको जहिले पनि अलिकति बडीमा भनेको पानीको मात्रा राम्रो होस्, किनकि कुखुरालाई भनेको बेसी भनेको पानीको मात्रा राम्रो हुनुपर्दछ। र अर्को भनेको बी कम्प्लेक्स, किनकि वेट अनुसारको उसको ज्यान लागोस्, उसले वेट अनुसारको आफ्नो वेट थाम्ने उसको बोन होस्, हड्डी बनोस्, यस्ता कुराहरू हामीले ध्यान दिनुपर्ने हुन्छ। पहिलो कुरा भन्छु मल्टिभिटामिन, दोस्रो कुरा एन्टिबायोटिक, तेस्रो कुरा बी कम्प्लेक्स। यी 3 कुरा खुवाइसकेपछि हामीले केही पनि खुवाउन छैन। र दाना चेन्ज गर्दा हामीले भनेको लिभर टनिक खुवाउनु अति नै आवश्यकता छ 14-28 मा। र जब कुखुरा भनेको तपाईँको 35 देखि 40 दिनको हुन्छ त्यतिखेर एकचोटि बिचमा पनि एन्टिबायोटिक मल्टिभिटामिन लिभर टनिक चलाउँदा अति नै राम्रो हुन्छ, किनकि त्यतिखेर भनेको कुखुराले अलिकति पातलो दिशा गर्ने गर्छ 35 देखि 40 दिनको बिचमा। त्यो 35 देखि 40 को दिनमा किन पातलो दिशा गर्छ भन्दाखेरि भनेको उनीहरूले भनेको बेसी दाना खपत गर्ने गर्दछ र बेसी पानी खाने गर्दछ। र बेसी दाना पानी खाँदाखेरि भनेको पानीको डोज बेसी भएको हुनाले गर्दाखेरि र उनीहरूले भनेको पचाउन नसक्दाखेरि भनेको अलिकति बेसी पातलो दिशा गर्ने, खोर हिलाउने गर्दछ। र त्यसको लागि कन्ट्रोल गर्नको लागि भनेको हामीले लिभर टनिक दिन अति नै आवश्यकता छ। त्यो बिचमा लिभर टनिकले भनेको पातल दिशा कम गर्दछ। र लिभर टनिकले पनि पातल दिशा कम गरेन भने मैले भनेको छु नजिकैको भेटनरीमा गएर सल्लाह गरेर हामीले दबाई खुवाउन पनि सकिन्छ भने। र जाडो मौसममा भनेको मैले अस्तिदेखि भने सखर जुन भनेको हल्का पानीमा हल्का गुलियोको आफूले खाँदाखेरि हल्का गुलियोको महसुस हुने बित्तिकै, हल्का गुलियोको टेस्ट हुने बित्तिकै कुखुरालाई पर्याप्त छ। र त्यही तरिकाले खुवाउँदैछु मैले। आज अब तेस्रो दिन आज पनि खायो, भोलि अब लास्ट दिनमा चौथो दिन खुवाउँदैछु। कुखुरा हेल्दी छ। र मलाई धेरै किसान साथीभाइहरूले भन्नुहुन्थ्यो राम्रो कुखुराको दिशा कस्तो हुन्छ भन्ने। मैले अहिले त सबै हिँड्दै ऊ भएछ, म देखाइदिन पनि खोजेको थिएँ। मेरो त कुखुराले हग्दैन कि खाँदैन कि दिशै देख्दिनँ त छैन सबै खिचेर सबै बिगारेछन्। दामी खालको देखाइदिउँ भनेको थिएँ। दिशाहरू भनेको कस्तो हुन्छ भन्दाखेरि भनेको यस्तोमा आत्तिनु पर्दैन। जस्तै यो दिशा छ, अब यो दिशा हो, यो दिशा भनेको किन यस्तो दिशा गर्दछ त यो दिनभरि यसले चारो खान पाएको छैन। चारो खान नपाए पछाडि यस्तो दिशामा हामी आत्तिनु हुँदैन। यस्तो 1-2वटाले गर्दछ। यो दिशा भनेको दिनभरि खाली पेट हुन्छ। खाली पेट भएपछि पेटबाट अब उसको अन्नै उसले नखाएपछि के उसले दिशा गरे त भन्दाखेरि भित्रको तपाईँको आन्द्रामा रहेको फोहोर चिजहरू, नराम्रो चिजहरू हामीले त्यही भएर पनि किन खोर रेस्ट राख्नु भन्छ, किन कुखुरालाई 6 घन्टा रेस्ट दिनुपर्छ भन्नुको कारण भनेको